मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्षे मङ्गलाय तनोहरि नारायण जय। राशिफल लिएर म नारायण शिवाल यहाँहरू समक्ष उपस्थित भइसकेको छु। कन्या राशि टोप पी पु ख अण ठ पे पोबाट यहाँहरूको पनि नाम आउँछ भने पक्कै पनि यहाँहरूको पनि कन्या राशि हुनेछ। राम्रो समय रहेको छ। गुरु एकादश रहनाले वर्ष आरम्भमा केही महिनामा प्रशस्तै धन लाभ हुनेछ। परिवारमा माङ्गलिक कार्य हुनेछ। नयाँ कामको थालनी हुनेछ। वर्षका मध्य भागमा अनावश्यक झमेलामा फस्ने शत्रु बाधा र खर्च वृद्धि हुने योग छ। मार्गसम्ममा राहु अनुकूल रहनाले शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोतहरू समेत बढ्नेछन्। मार्गपछि खर्च वृद्धि, स्वास्थ्यमा समस्या र शत्रु बढ्ने देखिन्छ। शनिका कारण व्यापार व्यवसायमा समस्या खडा हुनेछ। पारिवारिक समस्याले सताउनेछ। वैशाखमा पारिवारिक स्वास्थ्यमा अधिक खर्च, जेठमा मानहानि, असार र मङ्सिरमा सुख र धन मिल्ने योग देखा पर्दछ। श्रावण र भदौमा अनावश्यक खर्च हुन सक्छ र आफन्तमा मनमुटाव हुने र असोजमा खर्च वृद्धि र लामो यात्रा हुने योग देखा पर्दछ। कार्तिकमा धन नाश र शत्रु भय हुनेछ भने पुषमा रोग भय, माघमा शत्रु वृद्धि, फागुनमा शत्रु नाश र चैतमा स्थान परिवर्तन र लामो यात्रा हुन सक्नेछ। आर्थिक दृष्टिले हेर्दा हजुर